हाम्रोतिर एकदम ओरिजिनल पानी परिरहेको छ होइन, पुरै गड्याङ गरेर पानी खुलाइरहेको छ। अनि बत्ती सत्ती पनि गइसकेको छ। अनि कता कता पानी आयो, यस्तो डेन्जर पानी भन्नु होला होइन, पुरै खपिन सक्नु आएको छ। तपाईँलाई के देखाउने होइन, अब देखिँदैन। अघिसम्म त बत्ती थियो, अहिले बत्ती छैन। अघि बत्ती हटाउन गएको हुन्छ, देखिन्छ पनि होला। कता कता पानी आयो, हाम्रोतिर चाहिँ अलिअलि बिगार पनि गर्छ होला, किनभने निकै ठुलो सहित पानी आइरहेछ। हावाहुरी आमामा उडाउँछ होला क्या, उडाउँछ जस्तो गरिरहेछ। अब तपाईँहरूलाई म देखाउनु पनि सक्दिनँ नि त। स्पिड चाहिँ अघि गड्याङ गर्दाखेरि फिलिरहेको थियो क्या, कत्रो गड्याङ हान्छ सुन्नु है त एक्चुअली। यो वाला रेकोदै छ क्या अघिदेखि। अघि त झन् यहाँ के भन्नु, झन्डै घरै पड्क्यो लास्ट गरेर ब्याङ गरेर चाहिँ मैले चाल जाने अहिले पनि पेलेक हान्दैछ। अनि हतार चार्जबाट निकाल्यो, दिएको छ है त। अनि अब फोनमा चार्ज पनि छैन, भिडियो त अब लाइन आएपछि भिडियो पोस्ट नि हो, लाइन आइसक्यो ल, पानी नि रहिसक्छ होला, कता कता पानी पऱ्यो त्यो चाहिँ भनिदिनु होला है त। फाइनली बत्ती आइसकेको छ, पानी तपाईँलाई म देखाउन चाहन्छु। यतातिर नि भित्र यस्तो आल्छ, गयो फेरि गयो, यस्तो आल्छ है त। पानी सबै घरतिर छिरिरहेछ है।